चाहिँ झापा बुधबारे बिरिङ खोलाको क्रसर उद्योग हेर्नुहोस्। अहिले चाहिँ क्रसर उद्योगको कन्भेयर बेल्टमा खराबी भएको कारणले चाहिँ एकछिन स्थगित गरिएको छ। अब केही बेर पछि निर्माण भइसके पछाडि फेरि सत्तरी हुनेछ। यो एकदम बिरिङ खोलाको दृश्य हेर्नुहोस् वरिपरि। यतापट्टि जेसिबीहरू, अलि पर ट्याङ्क छ। क्रसरमा चाहिने पानीको लागि ट्याङ्क बनाइएको छ। लगभग 2 मान्छे जति गहिरो पौडी खेल्न पनि मिल्ने। झापावासीको इच्छुक हुनुहुन्छ भने पौडी खेल्नको लागि अब गर्मी महिना सुरु भइसकेको छ। यहाँ आएर पौडी खेल्न सक्नुहुन्छ। एकदम सफा पानी, सङ्लो पानी छ। चाहिँ झापा बुधबारे बिरिङ खोलाको क्रसर उद्योग हेर्नुहोस्। अहिले चाहिँ क्रसर उद्योगको कन्भेयर बेल्टमा खराबी भएको कारणले चाहिँ एकछिन स्थगित गरिएको छ। अब केही बेर पछि निर्माण भइसके पछाडि फेरि सत्तरी हुनेछ। यो एकदम बिरिङ खोलाको दृश्य हेर्नुहोस् वरिपरि। यतापट्टि जेसिबीहरू, अलि पर ट्याङ्क छ। क्रसरमा चाहिने पानीको लागि ट्याङ्क बनाइएको छ। लगभग 2 मान्छे जति गहिरो पौडी खेल्न पनि मिल्ने। झापावासीको इच्छुक हुनुहुन्छ भने पौडी खेल्नको लागि अब गर्मी महिना सुरु भइसकेको छ। यहाँ आएर पौडी खेल्न सक्नुहुन्छ। एकदम सफा पानी, सङ्लो पानी छ।